everyone, welcome back to my video. So अहिले चाहिँ म के देखाउन आँटेको छु भने चाहिँ तपाईहरुलाई मैले नि प्रिभियस भिडियोमा चाहिँ तपाईहरुलाई देखाएको थिएँ कि मैले त्यो बन्दाकोपी फुलकोपीहरु रोपेको अन्त अब फुलकोपीहरु त प्राय अब टिपेर पनि खाइसक्यो अब त छैन पनि एक दुईहरु मात्रै छ अन्त त्यसको चाहिँ मैले प्राय भिडियो चाहिँ बनाइन जस्ट फोटोहरु चाहिँ हालेको छु भिडियो फोटोहरुतिर अन्त अहिले चाहिँ फिलहाल चाहिँ मैले के बारी हो त्यो प्लट मिन्स त्यो एरिया भएर चाहिँ के टिपेर लिएको छु भन्दाखेरि चाहिँ बन्दाकोपी लिइराको छु हो अन्त हेर्नुहोस् अब फाइनली रेडी चाहिँ अस्ति भइसकेको तर आज चाहिँ मैले अब यसो भिडियोहरु बनाएको सो तपाईहरु हेर्नुस् होला त्यो अस्तिको अब अस्ति रोप्दाखेरि चाहिँ कस्तो हौरे नपत्याउँदो खाके थियो नि त अन्त अब जब टिपेर लिएर आउँदाखेरि चाहिँ अब हुन्छ नि यत्रो ठुल्ठुलो अब कत्रो कत्रो भइसकेको छ हेर्नुस् न चाहिँ अहिले माटोसरी छ किनभने यहाँ भर्खर पानी परेर चाहिँ रहेको नि त यहाँ अन्त त्यसकारण चाहिँ मैले चाहिँ भर्खर टिपेर ल्याएको मम्मी त्यो नाग्लो बिच छ म ऊ माथि राख्छु यहाँ माथि यो बिच छ लानु अन्त अहिले चाहिँ माटोसरी छ फल्नु चाहिँ एकदमै राम्रो फलेको छ स्ट्रेट फ्रम द गार्डन अब यसको चाहिँ अलिकति पखाल्छु हो कतिवटा चाहिँ अब यस्तो हालत भइसकेको छ म चाहिँ मजाले धुन्छु सफा गर्छु त्यहाँदेखि चाहिँ म तपाईहरुलाई छिटिक्केर राम्ररी बनाएको बन्दाकोपी चाहिँ तपाईहरुलाई देखाउँछु ल ओके हेर्दै गर्नुहोस् ल मेरो भिडियोलाई यो फाट्दैन अन्त नाङ्लो भिजेर यो पत्ता चाहिँ उयसलाई कुखुरालाई ल अन्त यो पत्ता पनि हाम्रो चाहिँ खेर जान्दैन हो यो पत्ता चाहिँ कुखुराहरूले खान्छ उयो गरिसक्यो हो धुइसक्यो सफा गरिसक्यो अन्त यो चाहिँ कुखुराको लागि ठिकै हुन्छ किनभने यो सबै कुहिसकेछ नि त आधीहरू चाहिँ बेसी पानी भिजेर अन्त सफा गरेको चाहिँ यता छ मैले भनेको थिएँ नि दामी बनाउँछु भनेर यो चाहिँ लगभग एउटा नै 2 केजी जस्तो रहेछ हो यति मात्रै टिपेको छु सो फाइनली रिजल्ट इज हियर आउटकम चाहिँ यहाँ चाहिँ आउटकम कुखुरालाई हालिदिउँ भनेर लिएर जाँदै थिएँ कि ठिक्कै यिनीहरूले पो खोसाएर खाँदैछ आमा त्यही चाहिँ बन्द गर्नुहोस् ल यो कुखुरालाई हालिदिइहाल्छु कुहिने रहेछ हिक्का थपिदिन्छु कि अरे अलङ यो अन्त खाना खानुमा व्यस्त रहेछ नि सर म्याडमहरू त ए आमाले टेक्नोलोजी लगाइछ नि बोधौरी बाँधेर